आज हामी क्लास 12 को जुन अघिल्लो वर्ष 2080 मा क्वेशन 2080 मा यो क्वेशन चाहिँ सोधेको थियो। यो क्लास 12 को एकाउन्ट बुकबाट फाइनल एकाउन्टबाट यो 5 मार्कको क्वेशन सोध्ने गर्दछ। 5 मार्क्स यो 5 मार्क क्वेशन सोध्ने गर्दछ, जसमा दुईवटा कुरा निकाल्न भन्छ। यो भन्दा नयाँ सिलेबस भन्दा अघि यो ट्रेडिसनल मेथडबाट जम्मा 10 मार्कको क्वेशन सोधिरहेको थियो, तर अहिले चाहिँ 5 मार्कको क्वेशन सोधिरहेको छ। जसबाट एउटा क्वेशन फिक्स नै हुन्छ सोध्ने, प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट फिक्स नै हुन्छ र ट्रेडिङ, प्रॉफिट एन्ड लस र ब्यालेन्स सिटबाट यो तीनटैबाट कुनै एउटा सोध्न सक्दछ भने यो पी एन्ड एल एप्रोप्रिएसनमा 2.5 मार्क फिक्स हुन्छ र अरु यो प्रॉफिट एन्ड लस एकाउन्टबाट त्यहाँ अरु टपिक पनि सोध्न सकिन्छ। तर हामी आज यो फाइनल एकाउन्ट गर्नेछौँ। यो फाइनल एकाउन्टमा हामी कसरी इजी तरिकाले हामी यो 5 मार्क क्यारी गर्न सक्छौँ। धेरै नै सजिलो छ। यदि भिडियोलाई अन्तिमसम्म हेर्यो भने तिमीहरू फिक्सै जान्ने छौ कि यो चाहिँ कसरी बनाउने हो त, यो फाइनल एकाउन्टलाई कसरी सोल्भ गर्ने हो त। सुरुमा यो प्रॉफिट एन्ड लस एकाउन्ट र प्रॉफिट एन्ड लस एप्रोप्रिएसन निकाल्न भनेछ। एउटा ट्रायल ब्यालेन्स दिएछ, ट्रायल ब्यालेन्सबाट विभिन्न शीर्षकका एन्ट्रीहरू दिएछ, खर्च दिएछ, इन्ट्रेस्ट, इन्कम, एक्सपेन्सेस सबै दिएको छ र जसमा एडिसनल इन्फर्मेसन दुईवटा छ र यो 5 मार्कको क्वेशनमा दुईवटा भन्दा बढी एडिसनल इन्फर्मेसन हुँदैन। भने 5 मार्कको क्वेशन छ, एउटा ट्रायल ब्यालेन्स दिएको हुन्छ क्वेशनले। 2081 मा पनि यस्तै मोडलको क्वेशन हुन्छ भने एउटा ट्रायल ब्यालेन्स दिएको हुन्छ, एडिसनल इन्फर्मेसन दिएको हुन्छ दुईवटा र दुईवटा केही निकाल्न भनेको हुन्छ, जसबाट एउटा प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट फिक्स नै हुन्छ। भने अब जाउँ कसरी बनाउने त यो क्वेशन। त यो भन्दा अगाडि भिडियोमा भनिदिन्छु कि यो फाइनल एकाउन्ट बनाउँदा ट्रायल ब्यालेन्समै छुट्याउने, व्हिच आइटम गोज टु व्हिच टपिक हो, कुन आइटम कुन शीर्षकमा जान्छ। जस्तै योबाट कुन आइटम चाहिँ प्रॉफिट एन्ड लस एकाउन्टमा जान्छ र प्रॉफिट एन्ड लस एप्रोप्रिएसनमा जान्छ। सिकाउनु भन्दा अघि भनिरहेको छु कि ट्रायल ब्यालेन्समा भएको आइटम एउटा टपिक्समा मतलब एउटा शीर्षकमा मात्रै जान्छ। भने यो प्रिपेड इन्स्योरेन्स एउटा शीर्षकमा मात्रै जान्छ। जस्तै ग्रस प्रॉफिट पनि एउटै शीर्षकमा जान्छ, प्रॉफिट एन्ड लस एप्रोप्रिएसन पनि एउटै शीर्षकमा जान्छ। भनेको कुरा यो ट्रायल ब्यालेन्समा भएको जति इन्ट्रीहरू हुन्छ त्यो चाहिँ जम्मै चाहिँ केमा जान्छ त, एउटै शीर्षकमा जान्छ। भने एडिसनल इन्फर्मेसनमा भएको इन्ट्री दुई ठाउँमा जान्छ। यो एडिसनल इन्फर्मेसनमा भएको इन्ट्रीहरू दुई ठाउँमा जान्छ र ट्रायल ब्यालेन्स भएको आइटम मात्र एक ठाउँ जान्छ। भने अब जाउँ कि यो ट्रायल ब्यालेन्समा भएको इन्ट्रीहरू कुनमा जान्छ त। यो प्रिपेड इन्स्योरेन्स भनेको यो सम्पत्ति हो। समयभन्दा अघि तिर्दिएको पैसालाई हामी प्रिपेड भन्छौँ। भने यो सम्पत्ति हो। यो ब्यालेन्स सिटको डेबिट साइडमा जान्छ। यो ट्रायल ब्यालेन्समा दिएको आइटमहरू यो दुईटामा नआउन पनि सक्छ। यो ग्रस प्रॉफिट यो ट्रेडिङ एकाउन्ट बनाउँदा ग्रस प्रॉफिट या ग्रस लस आउँछ। ग्रस लस आउँदा प्रॉफिट एन्ड लस एकाउन्टको डेबिट साइड जान्छ। भने ग्रस प्रॉफिट आउँदा प्रॉफिट एन्ड लसको क्रेडिट साइडमा गयो। यो ग्रस प्रॉफिट एन्ड लसको क्रेडिट साइडमा गयो। यो प्रॉफिट एन्ड लस एप्रोप्रिएसन भनेको यो नेट प्रॉफिट हो लास्ट इयरको। भने यसलाई हामी प्रॉफिट एन्ड लस एप्रोप्रिएसनको क्रेडिट साइडमा राख्छौँ। के भनेर बाई ब्यालेन्स क्यारी डाउन भनेर राख्छौँ। यहाँ
प्रॉफिट एन्ड लस एप्रोप्रिएसन को एन्ट्री प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्टमा क्रेडिट साइडमा राख्छौँ। स्यालेरी यो अफिस एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्स भएकाले यो प्रॉफिट एन्ड लस एकाउन्टको कुन साइडमा डेबिट साइडमा हुन्छ। क्यारेज आउटवार्ड सेल्स रिटर्न क्यारेज आउटवार्ड भनेको सेल्स गर्न लागेको चाहिँ जुन भाडा हुन्छ त्यसलाई क्यारेज आउटवार्ड भन्छ भने यो भने P&L को डेबिट साइडमा जान्छ। प्रॉफिट एन्ड लस को डेबिट साइडमा जान्छ। सेलिङ एक्सपेन्स प्रॉफिट एन्ड लस को डेबिट साइडमा जान्छ। यो एडमिनिस्ट्रेटिभ एक्सपेन्स यो पनि प्रॉफिट एन्ड लस को डेबिट साइडमा जान्छ। इन्ट्रेस्ट एक्सपेन्स यो पनि प्रॉफिट एन्ड लस को डेबिट साइडमा जान्छ। रेन्ट एक्सपेन्स यो पनि प्रॉफिट एन्ड लस को डेबिट साइडमा जान्छ। अब के भयो भने यसरी तिमीहरूले बनाउँदा क्वेसनलाई बनाउँदाखेरि यो सोच्नु परेन कि कुन आइटम कहाँ जान्छ। यसरी गर्दा थाहा भयो कि यो आइटम चाहिँ यसमै जाने भयो र हामीलाई कन्फ्युज पनि भएन र छिट्टै बनाउन सक्यौँ। त एडिसनल इन्फर्मेसनको कुरा भन्ने थियो होइन कि एउटा एन्ट्री कति ठाउँमा जान्छ, कमसेकम 2 वटामा जान्छ भने यो प्रपोज डिभिडेन्ड एउटा केमा जान्छ, प्रॉफिट एन्ड लस एप्रोप्रिएसनको डेबिट साइडमा र अर्को 2 ठाउँमा एउटा प्रॉफिट एन्ड लस एप्रोप्रिएसनको डेबिट साइडमा गयो प्रपोज डिभिडेन्ड र अर्को के भन्ने थिए 2 ठाउँमा जान्छ तर एउटा डेबिटमा जान्छ एउटा क्रेडिटमा जान्छ भने यो एउटा ब्यालेन्स सिटको क्रेडिट साइडमा डेबिट क्रेडिटमा गयो। यो प्रॉफिट एन्ड लस एप्रोप्रिएसनको डेबिट साइडमा आयो एउटा र अर्को ब्यालेन्स सिटको क्रेडिटमा गयो। प्रिपेड इन्सुरेन्स वाज एक्सपायर्ड यहाँ हेर त समयभन्दा अघि तिरेको 8000 पैसा कहाँ गएको थियो, ब्यालेन्स सिटको डेबिट साइडमा र अहिले के भनिन्छ 6000 एक्सपायर भइसक्यो। जुन प्रिपेड गरेको थियो समयभन्दा अघि पैसा तिरेको थियो त्यो चाहिँ एक्सपायर भइसक्यो। यदि एक्सपायर भइसक्यो भने त्यसलाई घटाउनु पर्यो भने एउटा एन्ट्री कहाँ जान्छ, ब्यालेन्स सिटको डेबिट साइडमा योबाट घटाउने प्रिपेड इन्सुरेन्सबाट घटाउने र अर्को एन्ट्री कहाँ जान्छ, यो प्रॉफिट एन्ड लस को डेबिट साइडमा। यो खर्च पनि भयो नि त प्रॉफिट एन्ड लस एप्रोप्रिएसन ब्यालेन्स सिट त छँदै छैन भने मेन कुरा हेर्नु पर्यो कि प्रॉफिट लस को डेबिट साइडमा जान्छ कति 6000 किनभने यो खर्च भइसक्यो 2 ठाउँमा गयो। ब्यालेन्स सिटको डेबिट साइडमा गएर घटाउने कुनबाट, प्रिपेडबाट किनभने यति एक्सपायर भइसक्यो र प्रॉफिट एन्ड लस को डेबिट साइडमा हाल्ने 6000 कि यति खर्च भइसक्यो त्यो बुझ्ने। अब के भनिन्छ कि प्रॉफिट एन्ड लस एकाउन्ट बनाउन, प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट बनाउन भने अब जाउँ कि प्रॉफिट एन्ड लस एकाउन्ट कसरी बनाउन त सबैलाई थाहै छ फर्मेट र यहाँ हामी छुट्याइसकेपछि हामीलाई गाह्रो पनि हुँदैन कि कुन चाहिँ कहाँ जान्छ भन्ने, कति सजिलो हुँदैन त। अब प्रॉफिट एन्ड लस एकाउन्ट बनाउँदा पार्टिकुलर एमाउन्ट यहाँ हेरिरहेछ, पार्टिकुलर एमाउन्ट यो चाहिँ हुन्छ, यसको चाहिँ यहाँ क्रेडिट हुन्छ त्यहाँ डेबिट हुन्छ भने यसमा कहाँ यो ग्रस प्रोडक्ट। अब प्रिपेड इन्सुरेन्स यसमा आउने भयो, यो ब्यालेन्स सिटको डेबिटमा जान्छ भने यसमा आउँदैन। ग्रस प्रॉफिट एन्ड लस एकाउन्टको क्रेडिट साइडमा जान्छ भने यहाँ ग्रस प्रॉफिट हाल्ने, ग्रस प्रॉफिट कति हाल्ने 4,20,000 सोच्नु परेन, छिट्टै हुन्छ। प्रॉफिट एन्ड लस एप्रोप्रिएसन कुनमा जान्छ, प्रॉफिट जुन भइसक्यो टिक लगाइदिने, यो आउँदैन यसमा क्रस गरिदिने। प्रॉफिट एन्ड लस एप्रोप्रिएसन कुनमा जान्छ, प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्टमा जान्छ क्रेडिट साइडमा। अहिले हामी के बनाइरहेका छौँ, प्रॉफिट एन्ड लस मात्र एप्रोप्रिएसन बनाइरहेका छैनौँ। स्यालेरी कुनमा जान्छ, प्रॉफिट एन्ड लस को डेबिट साइडमा।
स्यालेरी टु स्यालेरी अकाउन्ट कति छ स्यालेरी तिम्रो 42,000 अब चाहिँ यो पनि भइसक्यो त्यसपछि क्यारेज आउट भयो प्रॉफिट एन्ड लसको डेबिट साइडमा यो पनि भइसक्यो क्यारेज आउट भयो कति 5,000 अर्को के यो भइसकेपछि सेलिङ एक्सपेन्स यसमै आउँछ टु सेलिङ एक्सपेन्सेस कति 18,000 सरी टु एडमिनिस्ट्रेटिभ यसमै आउँछ एडमिनिस्ट्रेटिभ एक्सपेन्स कति छ 25,000 यसमै आउँछ त्यसपछि टु इन्ट्रेस्ट एक्सपेन्स भएको छ कति 12,000 अनि टु रेन्ट एक्सपेन्स टु रेन्ट एक्सपेन्स कति 36,000 भने यो ट्रायल ब्यालेन्सबाट हामी सबै एन्ट्रीहरू लेखिसक्यौँ अब के गर्ने अब हेर्ने एडिसनल इन्फर्मेसनबाट प्रॉफिट एन्ड लस एकाउन्टमा जान्छ भने जस्तै यता प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्टमा जाने ब्यालेन्स सिटमा जाने यसमा आउँदैन प्रिपेड इन्सुरेन्स भ्यालु एक्सपायर्ड आइडिया 6,000 ब्यालेन्स सिटको डेबिटमा जान्छ प्रिपेडबाट घट्छ र एउटा प्रॉफिट एन्ड लसको डेबिटमा जान्छ यहाँ आउने के रेन्ट इन्सुरेन्स एक्सपेन्स प्रिपेड इन्सुरेन्स एक्सपेन्स कति 6,000 अनि अब के गर्ने भने क्रेडिटमा पनि जाने भएन एउटा र अब यसमा पनि जाने भएन भने यसमा टिक लगाइदिने कि यसमा ल्याइसक्यो अब यसमा के गर्ने इक्वल गर्ने यसमा क्याल्कुलेसन गर्ने अब चाहिँ क्याल्कुलेसन गर्ने कुन साइड बढी छ कुन साइड कम छ हो जुन साइड यदि जस्तै यो साइड कम भयो भने ब्यालेन्सिङ फिगर गर्ने जोडेर तिमीहरू यो साइड यदि कम भयो भने यता चाहिँ ब्यालेन्सिङ फिगर गर्ने त्यो चाहिँ तिमीहरूलाई गर्न आउँछ नै भने यति तिमीहरू गर्ने कि यसरी इन्ट्री हामी हाल्ने जुन साइड कम भयो भने जस्तै अब जोड्ने तिमीहरू जोड्न टाइममा अब तिमीहरू जोड्ने जुन साइड ब्यालेन्स घट्यो भने जस्तै यो साइड घट्यो जति घट्यो त्यहाँ हालेर ब्यालेन्सिङ फिगर गर्ने अब चाहिँ जाउँ प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अब चाहिँ बाई यसमा जस्तै यता बाई नेट प्रॉफिट बाई यहाँ यो चाहिँ बढी भयो भने यता दिने यो के छ क्रेडिट साइड हो यहाँ बढी भइसक्यो भने हामीले के हुन्छ नेट प्रॉफिट त बाई टु नेट प्रॉफिट यहाँ यदि थोरै भइसक्यो भने यहाँ हामी दिने बाई नेट लस भने यहाँबाट लग्ने प्रॉफिट एन्ड लस एप्रोप्रिएसनमा त प्रॉफिट एन्ड लस एप्रोप्रिएसनको यो चाहिँ प्रॉफिट एन्ड लस एप्रोप्रिएसनको सजिलो छ एउटै इन्ट्री दिएकै छ सजिलै हुन्छ पार्टिकुलर एमाउन्ट यही मेटाएर गरिदिन्छु यही मेटाएर गरिदिन्छु सजिलो छ पार्टिकुलर एमाउन्ट पार्टिकुलर एमाउन्ट particular amount particular amount भने अब के गर्नु भने हेर त एउटा मात्रै जानु भयो क्रेडिट साइडमा ब्यालेन्स क्यारी डाउन भनेर बिडी भनेर जान्छ 1,50,000 त्यहाँबाट आउँछ नेट प्रॉफिट आउँछ कहाँबाट जुन अहिले हामी प्रॉफिट एन्ड लस एकाउन्ट बनायौँ र यहाँ आउँछ एउटा प्रोपोज डिभिडेन्ड
प्रॉफिट एंड लॉस कैलकुलेशन को डेबिट साइड बाय proposed डिभिडेन्ड 90,000 भने यो साइड थोरै भयो भने टु सरप्लस दिने, टु सरप्लस र ब्यालेन्सिङ फिगर गर्ने। जति नै यहाँ घट्यो त्यति यहाँ दिएर यहाँ पनि चाहिँ क्लोज गर्ने हो। यति गर्दा तिमीहरूलाई 5 मार्क इजिली क्यारी गर्न सक्छौ। यसमा केही गाह्रो छैन कि गर्नु के छ। सबभन्दा पहिला हामीलाई क्वेसनमै कुन इन्ट्री कहाँ जान्छ, त्यसमा पेन्सिल लिएर लेख्ने, त्यो चाहिँ लेखिसकेपछि हामी सजिलै बनाउन सक्छौँ। अब चाहिँ कुनै बाँकी छैन, यो गरिसक्यो र अझै कुनै बाँकी नभएको कारणले हाम्रो क्लासको यो चाहिँ क्वेसन यहाँसम्म नै बन्छ र हामी यति बनाउँदा 5 मार्क इजिली क्यारी गर्न सक्नेछौँ। थ्याङ्क यू।